भयो, थारू हटको मुभमेन्टहरू भयो, जनआन्दोलनको मुभमेन्टहरू भयो, जनजातिको, आदिवासीको, दलित जति पनि नारीवादी आन्दोलन भयो, तिनीहरूलाई हामीले रेस्पेक्ट गर्दैनौँ, त्यहाँबाट आएको इनपुटलाई रेस्पेक्ट गर्दैनौँ भन्ने खालको जुन न्यारेटिभ छ त्यो एकदमै गलत छ। त्यो कुरालाई समेत हामीले सम्बोधन गरेर त्यहाँबाट आएको जुन देन छ हाम्रो समाजमा पोलिटिकल, सोसियली, कल्चरली, इकोनोमिकली हरेक तहमा त्यसलाई पनि मनन गरेर रेस्पेक्ट गरेर अबको फर्दर डेभलपमेन्ट र फर्दर लिफ्ट चाहिँ के हुनुपर्छ पोलिटिकल, सोसियली भन्ने तरिकाले हामीले त्यसमा काम गरेका छौँ। सो बुदागत रूपमा भन्नुपर्दाखेरि सुरुमा सबैभन्दा पहिले हामीले चाहिँ शहीद र घाइतेहरूलाई चाहिँ सबैभन्दा प्रायोरिटाइज गरेका छौँ। उहाँहरूको रिपारेटिभ जस्टिस उहाँलाई हुनु पर्यो, न जस्ट तपाईँलाई 20,000 दिउँ भन्ने खालको होइन, उहाँले लङ टर्ममा दीर्घकालीन असरहरू कस्तो कस्तो पर्छ, न जस्ट घाइतेको जो मान्छे घाइते हुनुभयो, जो मान्छे शहीद हुनुपर्यो उहाँले व्यक्तिगत रूपमा मात्रै होइन उहाँको परिवार, सामुदायिक असर पनि कस्तो हुन्छ त्यो कुरालाई पनि हामीले एड्रेस गरेका छौँ। त्यो लगायत पारदर्शिता, भ्रष्टाचारको कुरा जुन संरचनागत रूपमा पनि हुन्छ, कुनै व्यक्तिले मात्रै होइन, संरचनागत रूपमा नै हाम्रो भ्रष्टाचार यति धेरै मौलाएको छ, यति धेरै जरागाड, त्यो कुरालाई पनि एड्रेस हुनु पर्यो भन्ने तरिकाले काम गरेका छौँ। अर्को कुरा भनेको डिजिटल सिक्युरिटी, हाम्रो सबैभन्दा नयाँ कुरा चाहिँ हाइलाइट गर्नुपर्ने के लाग्छ भन्दा मलाई चाहिँ डिजिटल सिक्युरिटीको कुरा पनि हामीले त्यहाँ मेन्सन गरेको छ। जस्तै हाम्रो डेटाजहरू सिक्योर छैन, अहिले हामी जुन पनि एप युज गर्छौँ त्यो एपमा